अस्ट्रेलियामा पैसा कमाउनु धेरै गाह्रो छैन साथीहरू। म देखाउने गरेको छु पैसा चाहिँ कसरी कमाउँदो रहेछ भनेर। बिहान टक्क उठेको अनि उठ्ने बित्तिकै मोबाइल हेरिन्छ। मोबाइल हेर्दाखेरि मोबाइलको तल चाहिँ $120 चाहिँ कसैले राखिदिएको रहेछ के। अनि त्यो टक्क जिममा हालेँ अनि यसो शरीर तन्काएँ के गरौँ भयो टाउको दुखिरहेछ रातभरि घुमेको मान्छे। यसो ब्रस गरेर भनेर बाथरुमतिर लागेँ। बाथरुमतिर गइसकेपछि सुरुमा हामीले हेर्ने भनेको त ब्रसको डब्बा हो नि त खासमा। ब्रस गर्नु पऱ्यो त्यता हेर्दाखेरि चाहिँ त्यो कोलगेटमा यसो बेरेर $50 फेरि राखेको रहेछ त्यहाँ। ल $50 जेबमा हालेँ। त्यसपछि चाहिँ टक्क ब्रस गरेँ। त्यसपछि ल अब केही खाजासाजा खानु पऱ्यो भनेर टक्कै बाहिरतिर किचनतिर जाँदै थिएँ। गएँ म टक 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 अब गएर सुरुमा एक्जस्ट फ्यान चालु गर्नु पऱ्यो। एक्जस्ट फ्यान चालु गऱ्यो त्यसपछि चाहिँ तल यसो हेरेको फेरि $20 त्यहाँ तल राखेको रहेछ। फेरि एकचोटि त्यो फ्राई प्यान लगाएर केही न केही बनाएर खानु पऱ्यो नि त भनेर खाएको। त्यसपछि ल बाहिर जानु पऱ्यो कतै भनेर यसो जाँदाखेरि जुत्ता लगाउनु पऱ्यो नि त टक्क भनेर जुत्ता लगाउने तयारी गरेको त जुत्ताभित्र पनि फेरि $50। ओ माई गड $50 त्यो भेट्यो होइन। जुत्ता टक्कै लगाइयो। अब यसो जानु पऱ्यो ग्यारेजतिर भनेर कारमा गइयो। फेरि कारको स्टियरिङमा फेरि $50 चाहिँ कसले राखिदिएको छ त्यहाँ। ला सुरुमा चाहिँ $120 $50 फेरि $20 फेरि $50। ओ माई गड ओ